आउने साथमा आउने त्यहाँ बाडुपुर हो यार कस्तो ठुल्ठुलो है यता त मस्त पाकिराख गाइजहरू हेर्न सक्नुहुन्छ मस्त के भोलि चाख्न आउने यस्तो ताजा ताजा सुन्तला साथीको लाउनु भन्नु खाने भए साथीको लाउनुस् ताजा ताजा सुन्तला खान ताजा ताजा सुन्तला यता हेर्नु बाको सुन्तला ल्याके पिन काटिके पुर्ने है बाजी बजिया सतीवती दर्शन जाँदा सोरानी छ माठागाडी बाडुपुर रानी हेर्न सक्नुहुन्छ गाइज सुन्तलाको बुट्टा त कति हो गाइज आजको सुन्तला 16 धाका हो यो खोलिरहेको Few moments later. हेलो गाइजहरू गेस गर्नु त हामी कहाँ छौँ होला हामी दुईजना कहाँ छौँ होला हामी सुन्तला खानीमा छौँ गाइज घारी हो कि बारी हो देख्न सक्नुहुन्छ यहाँ ठुलो हामी सुन्तला देखेर मिनी भ्लग गराएको गाइजहरू हेर्न सक्नुहुन्छ सुन्तला लास्टै फलेको यहाँ ए सुन्तला त अनि भाइ आउनु ल यस्तरी फले चाहिँ सुन्तला चाहिँ गजबले फले हेर्न सक्नुहुन्छ हामीले चाहिँ अहिले सबैजना भएर टिप्न आएको गाइजहरू अनि चाहिँ मैले चाहिँ मिनी ब्लग स्टार्ट गरेको सुन्तला खानीमा सो पुरा भिडियो कन्टिन्यू हेर्दै जानु होला जस्तै ठुल्ठुलो छ तर सुन्तला अब हामी चाहिँ उता हिँडेको साथीहरू अब उता पनि छ अर्को बुट्टाहरू त बाप्पा कति सुन्तला त हजुरले कल्पनै गर्न सक्नुहुन्न साथीकोमा कति सुन्तला पाइन्छ भनेर भोलि बाटोपुर आउने टक्क चाकेर जाने सुन्तला चोर्दै खानु भयो यो चाहिँ हाम्रो होइन है मस्त देख्न सक्नुहुन्छ यताको भ्यू ओहो सुन्तला चोर देख्न सक्नुहुन्छ यता पनि मस्त फलिरहेको छ सुन्तला हाम्रो ग्याङहरू यता जम्मा भइसकेको छ साथीहरू कता यता चाहिँ मुस्ताङको जस्तो भ्यू देखिन्छ गाइज अलिअलि के बाँकी कालो देखेको म चाहिँ एकदम होइन कालो र गोलो त टिप्दै छ है साथीहरू गाइजहरू सुरु भइसक्यो अब टिप्न ठुलो छ हेर्न सक्नुहुन्छ हेर्नु भोलि चाख्न आउने त्यहाँ बाडुपुर यता टिप्दै मा गइने भर्खर गर्दैछौँ मनमाया थाडाले यहाँ सुन्तला टिप्दै हुनुहुन्छ यता म चाहिँ आज क्यामेराम्यान ल भिडियो बनाउँदै हिँड्ने म चाहिँ यहाँ खासमा सुन्तला खान मात्रै आएको कि साथीहरू त्यो रुगा लाएर तनाव बच्छ के ल साथीहरू तातेको छ यता मस्त टिपिराखा सबै व्यस्त हुनुहुन्छ सुन्तला टिप्ने देख्न सक्नुहुन्छ यहाँ सुन्तला हेर्नुहोस् यता हाम्रो झ्याबाले टिप्नु भएको छ यता हाम्रो कुबाजी सबैले टिपिराखन् ए हरियोले फिची चाहिँ मार्यो नि त क्या खोइ यहाँ त सुन्तला चाहिँ छैन देखाएको त गाइजहरू देख्न सक्नुहुन्छ सुन्तला कितना है सुन्तला तो ओहो ये आन्टी नागोले था पोर जोर चले उसै देख्न सक्नुहुन्छ यता त कस्तो वाला हजुर ल है ल ताटेको छ सुन्तला टिप्न जसको छ गाइजहरू यता त हरियै रहेछ उ त्यो दिएको छ कि मस्त भोलि पूर्णिमामा खाना आउने चाख्न आउने त्यहाँ बाडुपुर हो यहाँ कस्तो ठुल्ठुलो है हेलो हजुरलाई कस्तो अनुभव भइरहेछ अलिक ठुल्ठुलो सुन्तला दिनुपर्छ भन्ने कि रमाइलो भएको छ खाम लाग्छ कि नै साथीको लाउनु भन्नु खाने भए साथीको लाउनुस् ताजा सुन्तला खान ताजा सुन्तला यता हेर्नु न यता अब टिप्नु
हेर हाम्रो म्याडमजीले टिप्नु भएको खतरा खोले यता त मस्त पाकिरहेको गाइजहरू हेर्न सक्नुहुन्छ मस्त मुस्ताङको भ्यू हेर्दै हामी सुन्तला टिप्दैछौँ गाइजहरू चिसो चिसो मौसममा तातो तातो घाम लागिरहेछ यो चाहिँ अलि हरियै छ यता चाहिँ पहिलो रहेछ साथीहरू पाकिसकेको छ यता चाहिँ दुईजनाले टिप्दैछौँ म चाहिँ यतिकै भिडियो गराएको छु एकछिन चाहिँ अब म पनि टिप्न सुरु गर्ने अब अन्त तारा मस्त फलिरहेको छ देखाउ त कस्तो फलिरहेको गजबले फलिरहेको छ कि गाइजहरू साथी हेर्नु न सुन्तलाको त के भोलि चाख्न आउने यस्तो ताजा ताजा सुन्तला पाडुपुर आउनुस् है साथीहरु सुन्तला खान गुलियो गुलियो छ है हामीले छैन हाम्रो सुन्तला हाम्रो त सबैहरु पनि गुलियो हुन्छ त्यतिखेर अरु पनि गुलियो छ गरे गाइजहरु हेर्नु देख्न सक्नुहुन्छ अरु पनि गुलियो छ मस्त चाख्ने भए आउने भोलि त्यहाँ टक्क लाएर आउने ए मनका काट झोला चाहियो के त काट झोला चाहियो मजाले फरिरहेको के ल्याइ लाग्न अंकल ल अब हामीले टिभी साथीहरु टाँसेको छ सबै आफ्नो पारामा छन् उहाँ चाहिँ सुन्तलाको गर्भवती भनेर सुन्तलाको गर्भवती ल त्यो चाहिँ हरियो छ क्या अलि ल अमृत मम्मी खत्ता जाने अमृत मम्मी ल ताराजी राख्रान त यहाँ त छिटो ताउले त ल यहाँ सुन्तला तर राख्नु पहिला यहाँ मोबाइल चप्पा समाएर बस्नु है हातले छिक्यो कि यो अर्को हातले यो हातले हातले छिक्यो हो र त्यसरी ल ल तपाईहरु पनि टिप्न जानु मैले यता भिडियो गरिरहेको छु बोलाउनु त अलि राम्री तरुनी त्यो गल्ती गर्नुहुन्न ल मलाई देखाउने त ल मायालाई देखायो मायाले देखायो ए ताराको त त्यो त भिडियो त भएन ल राम्रो छ यार राम्रो छ त एकदम देखेछ खोइ आयो राले हामीले ल नाको त राम्रै देखाउनु भनेको हो र ल सुन्तला खान आउने अब ल सुन्तला खाना आउने टक्क लाएर छक्क लाएर झ्याप्प लाएर सुन्तला चाख्न आउने हो ल ल भयो खुट्टामा चाहिँ अलि हरियै रहेछ साथीहरू तर गुलियो छ एउटै बुट्टामा बाडर जस्तै मान्छेहरू मस्त व्यस्त छन् सुन्तला त हरियै रहेछ गाईहरू तर सुन्तलाको खानी त कति हो कति कल्पना गर्न नसक्ने सुन्तला साथीहरू यहाँ भिडियोमा चाहिँ अलि देखेको छैन होला तर रियलिटी हेर्न मन छ भने हाम्रो गाउँमा आउनु होला हेर्न सक्नुहुन्छ गाइज सुन्तलाको बुट्टा त कति हो भरै गरेर नि सकिन्न मस्त ठुल्ठुलो छ एकदम यता हाम्रो बुढी बजाले टिपेको आफ्नै पारामा मौसमी पनि छ मौसम अलिअलि के भन्छ मगर भाषामा चाहिँ मुरुक भन्छ के अब हामीलाई थाहा भएन अमिलो हुन्छ
नुन खुर्सानीसँग मिठो हुन्छ घाममा टक्क लगाएर बसेर खाना यहाँ मजाले तोक्दैछ क्या ताराजी क्या हालचाल ठिकै हुँदैन सबैजना आउँदैछौँ यता सबैजनालाई ठकित देखिन्छ गाइजहरू हामीले तल गएरदेखि ल्याएको 1.5 घन्टाको बाटो हिँडेर त्यस्तै होला न 1 घन्टा जति 1.5 घन्टाको बाटो दुःख छ रिस उठ्ला अहिले हाम्रो मम्मी आउनु नराने मेमेले ले ठप काम नि जाग दाम जात ले यहाँ नि फुको लग दुस्नी दाम जात लग दुस्नी के भएको यस्तो संसारमा हाम्रो राम रिभ्यू मम्मीलाई रोटी यो प्योर रोटी लोकल केको रोटी हामीले यो गहुँ हो नानी अर्ग्यानिक सबै अर्ग्यानिक हामी पनि अर्ग्यानिक यस्तो गरेर हामीले बजारको किन्दैन हामी आफै दुःख गरेर खाने हो गुड जब ल अब एकछिनपछि हामी लागिन्छ घरतिर भेट्नु पर्छ ल आज 16 धाका हो यो खोलिरहेको यो खोल्नै छ सुन्तला खाना आउने म पनि जाँदैछु है साथीहरू सुन्तलाको मजा आउँदैछ साथीकोतिर हेर्छौँ सुन्तलाको एकछिन है के भन्नु माया ल ओला लाफाको सुन्तला ज्याके पिन काटिके पुर्ने है बाजी बजिया सतीवती दर्शन जाँदा सो रानी छ माठा गाडी बाडुपुर रानी छ लाफाको पिन सुन्तला ज्याके सुन्तला खानी मस्त छ सबैको राम्रो अनि सुन्तला ज्याके साथीकोला सुन्तला म्याङ्के धमाधम सुन्तला बिक्री माछा है गाइसहरू यस्तो ठुल्ठुलो सुन्तला तपाईहरुलाई चाहिन्छ भने आउनुस् तपाईहरुलाई चाहिन्छ भने कृपया यहाँ हाम्रो रुखबहादुर सारूलाई सम्पर्क गर्नु होला मामा पनि ल है यता हाम्रो भेनाजुलाई एक टोको ओहो ठुल्ठुलो चाहिँ त्यो चाहिँ 150 केजी ल है ल सबै तातेको छ गाइजहरू ल अझै दोकोमा छ गाइजहरू टन्नै